नमस्ते सबैजनालाई। आज चाहिँ आजबाट चाहिँ मैले क्लास 12 को लागि अब मान्छेहरूलाई के भन्छ भने अन्तिम मात्रै पढ्नुहुन्छ तपाईँहरूले होइन। त्यही भएर मैले चाहिँ यति सही तरिकाले के जुन चाहिँ जेनरल कुरा हुन्छ नि, यो कम्पिटिसन कम्बिनेसन सबैलाई किन सजिलो छ तर गाह्रो लागिरहेको हुन्छ है। त्यही भएर मैले आजैबाट गऱ्यो भने अब ए प्लस ल्याउनुलाई ढुक्क हुने तरिकाले म पढाउन गइरहेको छु। म बिस्तारै हरेक टपिकमा म भिडियो हाल्नेछु र आज चाहिँ हाम्रो फर्स्ट टपिक रहेको छ कम्पिटिसन एन्ड कम्बिनेसन। आज चाहिँ हामी कम्पिटिसन एन्ड कम्बिनेसनको बारेमा पढ्न गइरहेका छौँ र म सबैहरूलाई सबभन्दा इम्पोर्टेन्ट क्वेसनहरू के जुन चाहिँ स्योर सर्ट हो कि यो कम्पिटिसन कम्बिनेसनबाट चाहिँ कि त कम्बिनेसनबाट कि त कम्बिनेसनबाट स्योर सोध्छ होइन। अब हेर्नु प्री बोर्डमा कम्पिटिसनबाट सोध्यो भने फाइनलमा कम्बिनेसनबाट त्यस्तै गरी सोध्छ तर दुइटै मात्रै सोध्छ। त्यो भएर सजिलो इम्पोर्टेन्ट छ कि अहिलेबाट गऱ्यो भने तपाईँहरूले अहिलेबाट आयो भने त अब अहिले टर्म वाइज गर्दै जाँदाखेरि फाइनलसम्म त ए प्लस ढुक्क हो होइन। त्यही भएर म तपाईँहरूलाई सजिलो तरिकाले के यसमा जहिले पनि सेम टाइप क्वेसन सोधिरहेको हुन्छ कि त्यही बुकमा धेरै क्वेसन हुन्छ सबै गर्नु पर्दैन कि। म इम्पोर्टेन्ट क्वेसन भन्छु त्यही खालको सेटबाट हेरेर गर्नुहोस्, सेम त्यति खालको क्वेसन सोध्छ कि। र आज चाहिँ हामी कम्पिटिसन एन्ड कम्बिनेसनको कम्पिटिसनबाट गइरहेका छौँ। सबभन्दा सजिलो तरिकाले के म सजिलो तरिकाले तपाईँहरूलाई सिकाउनु गइरहेको छु होइन। सरी, कम्पिटिसन भनेको के हो भन्दाखेरि होइन, यो चाहिँ जस्ट एरेन्जमेन्ट हो कि नम्बर कि त लेटरहरूको एरेन्जमेन्ट हो कि। कति तरिकाले हामीले कुनै पनि नम्बर कि त वर्डहरू कि त लेटरहरूलाई होइन कति तरिकाले एरेन्ज गर्न मिल्छ कि। जस्तै कि हामीसँग एउटा वर्ड छ आरएन। अब आरएनलाई हामीले कतिवटा वेजले एरेन्ज गरेर राख्न सक्छौँ कि कति वेज, धेरै वेज हुन्छ कि। अब एआरवाइएएन एकचोटि एलाई अगाडि राखेपछि आरएन भयो होइन। फेरि एको ठाउँमा आर ल्याएर राखिदिने अनि फेरि आरएवाइएन त्यस्तो गरेर होइन। एउटा शब्द कि त लेटरलाई कति तरिकाले चाहिँ हामीले एरेन्ज गर्न सक्छौँ भन्नु नै एरेन्ज गर्ने कि एरेन्ज गर्ने तरिकाले नै कम्बिनेसन भन्छ। जस्ट सिम्पली बुझ्नु कि होइन। अब मसँग कुनै पनि एउटा वर्ड छ कि जस्तै कि आई हेभ राम भन्ने मसँग एउटा वर्ड छ होइन। राम भनेपछि रामलाई मैले कति तरिकाले एरेन्ज गर्न सक्छौँ कि राम भनेको के हो आरएएम। अब हेर्नु सुरुमा त आर यहाँ राखेर एएम गर्नु नि मिल्यो कि होइन। अब आगो ठाउँमा एकचोटि ए राखिदिन मिल्छ, एकचोटि ठाउँमा एम राख्न मिल्छ कि होइन। त्यसै गरी ए छ एकचोटि यहाँ एको ठाउँमा के अरे फेरि आर राख्न मिल्छ अनि फेरि एम राख्न मिल्छ। एम छ भनेपछि ए राख्न मिल्छ अनि त्यसपछि फेरि आर राख्न मिल्छ होइन। हामीसँग धेरै तरिका छ नि त, यसरी एउटा मिल्छ, यसरी एउटा मिल्छ, यसरी एउटा मिल्छ। कति तरिकाले चाहिँ एउटा वर्डलाई होइन कति तरिकाले हामी एरेन्ज गर्न सक्छौँ कि एउटा एरेन्जमेन्टलाई नै कम्पिटिसन भनिन्छ कि। सबभन्दा इजी तरिका हो होइन, सबभन्दा इजी वे टु लर्न। कम्पिटिसन इज भेरी इजी, केही पनि छैन। यो चाहिँ के हो कति तरिकाले एरेन्ज गर्न मिल्छ भन्ने हो। नेक्स्ट वे अब होइन बुझ्नु हो नि होइन। मैले के भनेको होइन कि एउटा कुनै पनि कति तरिकाले एरेन्ज गर्न मिल्छ। राम भन्ने वर्ड छ भनेपछि कति तरिकाले हेर्नु न, राम भनेपछि आरएम भयो हो कि होइन। अब आरसँग फेरि ए राखेर यहाँ आर र यहाँ राखेर एम राख्न मिल्यो। त्यसरी धेरै तरिका हुन्छ। मैले एकचोटि आरको ठाउँमा ए राख्न मिल्छ कि त एम राख्न मिल्छ हो कि होइन। त्यसै गरी एको ठाउँमा फेरि आर राख्न मिल्छ, एम राख्न मिल्छ, एमको ठाउँमा ए आर कति तरिकाले चाहिँ एरेन्ज गर्न मिल्छ। कति तरिकाले नै हामी त्यसलाई नै हामीले के भन्छ कम्पिटिसन भनिन्छ होइन। तपाईँहरू बुझ्नुभएछ मलाई थाहा होइन। यसमा हामी सबभन्दा इम्पोर्टेन्ट कुरा अर्को इम्पोर्टेन्ट कुरा भनेको के हो फ्याक्टोरियल भने तपाईँहरू नयाँ हुनसक्छ नयाँ लाग्न सक्छ। यो चाहिँ हामी 12मा पढ्छ मलाई लाग्यो मलाई। फ्याक्टोरियल भने चाहिँ के हो प्रडक्ट अफ इन्टिजर। यो के हो इट इज जस्ट एन्ड प्रडक्ट के एउटा प्रडक्ट हो होइन। प्रडक्ट गर्ने अफ इन्टिजर अल द पोसिबल इन्टिजर लेस देन इट। फ्याक्टोरियल भने चाहिँ के हो प्रडक्ट हो तर के को प्रडक्ट हो भन्दाखेरि अल पोसिबल इन्टिजर भने हामीलाई थाहा नि त होइन। इन्टिजरहरू भनेको हामीले कुन चाहिँ देखाएको लेस देन इट भनेपछि 5 को लेस भनेको कति हो 4 3 2 1 हो कि होइन। सिसो कति हो 5 4 3 2 1 हो। अल पोसिबल के पोसिबल कसो भन्छ इन्टिजर भने त 1बाट सुरु हुन्छ, 0 त हामीले इन्टिजर मान्दैनौँ नि त। अल पोसिबल इन्टिजरको प्रडक्ट नै हाम्रो के हो फ्याक्टोरियल हो। जस्तै कि हेर्ने तर लेस देन इट के भने लास्टमा लेस देन इट त्यो चाहिँ पर्दैन, त्यसो कमबाट चाहिँ हुन्छ। त्यो नि पर्छ सही त्यो नि पर्छ होइन। तर त्यसो के हो लेस देन इट घट्दै जाने के। अझै 4 फ्याक्टोरियल भनेको के हो 4 × 3 × t × 1 प्रडक्ट हो। कहाँबाट 4बाट घट्दै जाने 4 3 2 1। 3 फ्याक्टोरियल भने 3 2 1, 2 फ्याक्टोरियल भने 2 1, 1 फ्याक्टोरियल भने 1, 0 को फ्याक्टोरियल भने 0 को फ्याक्टोरियल इज अलवेज 1। यो चाहिँ याद हुनु पऱ्यो हजुरहरूलाई, बुझ्नुभयो नि। भेरी इजी। फ्याक्टोरियल भन्ने कुरा बुझ्नु भने फ्याक्टोरियल भन्ने चाहिँ के हो 5 फ्याक्टोरियल भने 5 4 3 2 1, 6 फ्याक्टोरियल भने 6
54321 तर मोनिप्लाई गर्नु पर्यो कि हो कि होइन बुझ्नुभयो नि होइन नाइस अब हामीसँग यसमा दुईवटा केस छ केस 1 इफ देयर इज नो रिपिटेसन यो चाहिँ पर्मुटेसन कुरा हो है रिपिटेसन छैन जस्तै कि हेर्नु आरएएममा रिपिटेसन छ कुनै पनि ओडको फेरि रिपिटेसन भएको त आर सिङ्गल छ हेर्नुहोस् इफ देयर इज नो रिपिटेसनमा राममा हेर्नु आरएएम राममा कुनै पनि ओड फेरि रिपिट भएको छ त हेर्नु आर एउटा सिङ्गल ए सिङ्गल एम सिङ्गल हो कि होइन आरएएम सबै सिङ्गल सिङ्गल भयो सबै फरक फरक हो नि त यसमा नम्बर अफ वेज भने जसमा एरेन्जमेन्ट होइन कति तरिकाले एरेन्जमेन्ट गर्न मिल्छ भनेको कति तरिकाले एरेन्ज गर्न मिल्नेको वेजहरू निकाल्ने चाहिँ फर्मुला के हो एन फ्याक्टोरियल एन भने टोटल नम्बर कति नम्बर छ 1 2 3 भनेपछि कति हो हाम्रो टोटल नम्बर 3 भयो 3 फ्याक्टोरियल भने 3 × 2 × 1 गरेर 6 लेखे नि भयो सधैँ हाम्रो यस्तै आउँछ भन्ने छैन त्यही भएर हामीले क्यालकुलेटरमा फ्याक्टोरियल साइन दिएको हुन्छ यहाँ यस्तो गर्ने 3 लेख्ने सिफ्टमा थिच्ने अनि मोरभन्दा तल मोरको तल नै ट्याक्क यहाँ फ्याक्टोरियल छ फ्याक्टोरियल 3 फ्याक्टोरियल गर्दा 6 आयो नि हो यसरी निकाल्नु पऱ्यो होइन अनि अर्को केसमा इफ देयर इज नो रिपिटेसन लाइक लेट्स टेक एन एक्जाम्पल अफ द वर्ड आरएन ARYAN आरएनमा हेर्नु त ए दुईवटा ए हामी के रिपिट भयो होइन या दिस इज कल्ड रिपिटेसनको फर्मुला के हो एन फ्याक्टोरियल एन भन्नु टोटल अफ वेज अब ए फ्याक्टोरियल अब बी ए बी भन्ने होइन ए हुन्छ बी हुन्छ सी हुनु पायो कोही बेला ए मात्रै हुन पायो होइन त्यस्तो भन्नुभयो यो ए भनेर चाहिँ के हो तल लेखेको चाहिँ के हो भन्दाखेरि जुन चाहिँ रिपिट भयो नि त्यहाँ तल लेख्ने के अब यसमा हेर्नु त कता 1 2 3 4 5 भनेपछि एन भनेको कति भयो 5 फ्याक्टोरियल यो त रिपिटेसन यहाँ के भयो ए रिपिटेसन भयो नि त जुन चाहिँ रिपिट भयो त्यसलाई लेख्ने के जस्तै ए रिपिट भयो कतिवटा ए हो दुईवटा भनेपछि तल 2 फ्याक्टोरियल लेख्ने अनि एन्सर जति त्यो लेख्ने जस्तै कि म अर्को एउटा वर्ड सिम्पल वर्ड कुन चाहिँ दिन्छु भन्दाखेरि हेरौँ है त YOUT एउटा कुन चाहिँ वर्ड अलिक सुहाउनेवाला वर्ड है त मिनिमलको वर्ड ल लेट्स टेक एन एक्जाम्पल अफ कोरोना हेर्नु न CORONA यसमा हेर्नु त रिपिट भयो होइन के रिपिट भयो यसमा ओ मात्रै रिपिट भयो ओ मलाई यस्तोवाला होइन अर्कोवाला चाहिएको मलाई ल सरी लेट्स टेक एन एक्जाम्पल अफ फुटबल भयो त FOOT फुट BALL बल हो यसमा रिपिट के भयो एउटा डबल ओ रिपिट भयो डबल एल रिपिट भयो यसमा हेर्नु नम्बर अफ वेज निकाल्ने तरिका के हो भनेपछि यो हाम्रो केमा गयो रिपिटेसन छ भनेपछि यो वाला फर्मुलामा गयो कटा एन कटा 1 2 3 4 5 6 7 8 भनेपछि 8 फ्याक्टोरियल अपन ओ कति रिपिट भयो 1 2 भनेपछि 2 फ्याक्टोरियल इन्टु यहाँ एल कति रिपिट भयो दुईचोटि 2 फ्याक्टोरियल यसरी गर्ने भन्नु खोजेको बुझ्नुभयो नि डाइरेक्ट क्यालकुलेटरमा हाल्दै एन्सर निकाल्न पायो अब यहाँ 3 × 2 × 1 6 वेज लेख्यो भने फुल मार्क्स आयो बुझ्नुभयो नि मैले के भन्नु खोजेको ओके अब म तपाईँहरूलाई इम्पोर्टेन्ट क्वेसन मैले अब यहाँ जुन क्वेसन गराउँछु त्यो चाहिँ राम्रोसँग बुझ्नु पऱ्यो होइन त्यहीँबाट सोध्छु त्यस्तै भएको क्वेसन त्योभन्दा गाह्रो सोध्दैन त्यो भन्दा यी सोध्दैन त्यस्तै क्वेसनमा मैले त्यहाँ क्वेसनमा नामहरू फरक दिएला होइन त्यो एउटा फरक कुरा हो तर सोध्नु होइन सेम टाइप क्वेसन हुन्छ र हामी 5-6वटा क्वेसन गर्छौँ त्यति क्वेसन जाएपछि तपाईँहरूले पर्मुटेसन तपाईँहरू पर्फेक्ट हुनुहुन्छ है त हामी क्वेसनतिर लाग्छौँ है त अब हस् ओके सुरुमा चाहिँ हामी नर्मल क्वेसन है 1 मार्क्स सोध्ने टाइपको क्वेसन गर्न गइरहेका छौँ होइन कि फाइन्ड द नम्बर अफ वेज टु एरेन्ज यो वर्डहरूलाई एरेन्ज गर्नलाई नम्बर अफ वेज निकाल भने आएको होइन हामी यस्तो रिपिटेसनवाला नै सोध्छ होइन नन रिपिटेसनवाला भन्दा नि होइन त्यही भएर हेर्नु है त फाइन्ड नम्बर अफ वेज टु एरेन्ज कमिटी भन्ने हो यसको के हो नम्बर अफ वेज भन्ने के हुन्छ तरिका यहाँ कति 1 2 3 4 5 6 7 8 9 9 फ्याक्टोरियल अपन यहाँ के रिपिट भएर छ त्यसलाई चिनो लाग्यो अनि आफ्नो सजिलो बनाउनु कि एमएम एउटा टिटी छ इई छ एमएम कटा 2 फ्याक्टोरियल अपन टिटी कति हो 2 फ्याक्टोरियल अपन ई फ्याक्टोरियल कति हो इई कटा 2टा अरू कुनै रिपिट भएको छैन यसको एन्सर ट्याकर निकाल्ने WAYS वेज भन्ने यो आफै गर्नुहोस् तपाईँहरू म काठमाडौँबाट गर्छु है त यसको नम्बर अफ वेज भन्ने कसरी निकाल्ने रे
एन कयवटा छ 1 2 3 4 5 6 7 8 9 9 त हो नि 1 2 3 4 5 6 7 9वटा हो कि 9वटा भयो कि होइन के रिपिट भएको थियो लङ लाइन हो त एउटा ए र ए रिपिट छ कयवटा 2टा 2टा है सरी 2टा भनेर अनि अरू के ए छुट्टै हो टी छुट्टै एल छुट्टै एम छुट्टै ए छुट्टै एन छुट्टै डी छुट्टै यु छुट्टै भनेपछि यति मात्र धेरै अनि यसको एन्सर निकालेर क्यालकुलेटरबाट डब्लुएवाइएस वेस गर्ने त्यस्तै गरी अब यहाँ दुईवटा मात्रै भएको भयो होइन अब यदि हाम्रो यहाँ ई चाहिँ 3टा भएको भए के लेख्ने हामी यहाँ 3 फ्याक्टोरियल हुन्थ्यो कि यस्तो भन्नु खोजेँ कि मैले है सधैँ 2 मात्रै आउँदैन कि अरू बेला 3टा नै आउन पायो होइन एम एउटा मात्र एम 3टा आयो भने एम कयवटा 3टा भनेपछि 3 फ्याक्टोरियल दिनु पऱ्यो कि मैले भनेको गरेर बुझ्नु पऱ्यो सही है यो चाहिँ सही भयो योभन्दा यो पछिको पार्ट चाहिँ अलिकति योभन्दा पछिको अलिक ट्रिकी टाइप क्वेसनहरू छ त्यो हेर्छौँ अब हामी है ओके हामी अलिकति ट्रिकी टाइप क्वेसनहरू गर्नु गइरहेका छौँ होइन अब हेर्नु यहाँ यसमा फाइन्ड नम्बर अफ वेज टु एरेन्ज हो होइन यो लेटरहरूलाई एरेन्ज चाहिँ गर्ने हो तर के भने होइन कोरोना भन्ने एउटा वर्ड दिएको छ अनि त्यसमा के भने रिपिटेड लेटर आर एरेन्ज टुगेदर जुन चाहिँ वर्ड रिपिट भयो नि त्यो चाहिँ हाम्रो तिनीहरू चाहिँ हामी सँगै राख्छौँ के भनेपछि है त कोरोनामा के हो CORONA कोरोना हो कि होइन रिपिटेड लेटर कुन चाहिँ हो नि त जुन लेटर आर एरेन्ज टुगेदर भनेपछि त्यो दुइटा सँगै बस्छ भनेपछि यसलाई सँगै राखिदिउँ सँगै बस्छ भने छुट्टिँदैन भन्नु खोजेको हो नि त हो कि होइन कोही दुईजना सँगै बस्छ भने हामी त एक हौँ भन्छ नि त होइन ए यसको लक पऱ्यो भनेपछि त हामी त एक हौँ भन्छ नि त भनेपछि यिनीहरू छुट्टिँदैन भन्नु खोजेको कि भनेपछि यिनीहरू चाहिँ के हो यिनीहरू चाहिँ के भन्छ हामी त एक हौँ भन्छ कि सुरुमा के कोरोना कति थियो CORONA भने 6वटा ठाउँ थियो नि त तर यसमा के भने रिपिटेड लेटर जुन चाहिँ लेटर रिपिट भएको नि त्यो सँगै बस्छ अरे भने तिनीहरू चाहिँ के हो तिनीहरू चाहिँ एक हो भनेपछि CORONA गरा 6वटा थियो भने चाहिँ अब चाहिँ के हो यिनीहरू चाहिँ एक हो भनेपछि यसलाई स्टार मान्यौँ यो एउटा प्लेस यसलाई एउटा प्लेस भन्छ 2टा 3टा 4 5 5वटा प्लेस मात्रै हो सुरुमा हामीसँग 6वटा प्लेस थियो होइन CORONA गएर तर अहिले चाहिँ के रिपिट लेटर आर एरेन्ज टुगेदर दुईवटा सँगै बस्छ हामी त एक हो भनेर बसिरहेको भनेपछि यिनीहरूलाई भनेपछि हामीसँग यिनीहरू सँगै बस्छ कि यिनीहरूलाई यति चाहिँ सँगै नै बस्छ भन्नु खोजेको कि भनेपछि यिनीहरू चाहिँ एक हो भन्नु खोजेको भनेपछि यो दुइटालाई सिङ्गल मान्ने कि दुइटालाई फर माने सिङ्गल मान्ने यिनीहरू कहिले पनि छुट्टिँदैन यो यता बसे पनि सँगै बस्छ यता बसे पनि सँगै बस्छ यता बसे सँगै बस्छ यता बसे सँगै बस्छ यता बसे सँगै बस्छ त्यही भएर हामीसँग राख्नु पर्ने ओडहरू कयवटा 4-5वटा मात्रै किनभने ओ चाहिँ हाम्रो सँगै बस्छ भनेपछि हामी के राख्नु मिल्छ भन्दाखेरि एउटा मैले ओ लेख्नुभन्दा मैले चाहिँ स्टार राखेँ ओलाई चाहिँ स्टार ल्याउनु गर्दा कि भनेपछि हामी चाहिँ के राख्नुपर्छ एउटा सी राख्नुपर्छ एउटा आर एन ए अनि स्टार हो कि होइन भनेपछि यो ठाउँमा कतिवटा के राख्नु मिल्छ कि त सी राख्नु मिल्छ कि त आर राख्नु मिल्छ कि त एन राख्नु मिल्छ कि त ए राख्नु मिल्छ कि स्टार राख्नु मिल्छ स्टार भने ओ भनेपछि यहाँ कति राख्नु मिल्छ 5 तरिका राख्नु मिल्छ मिल्दैन कि त सी राख्न पायो कि त आर राख्न पायो कि त एन राख्न पायो कि त ए राख्न पायो कि त स्टार राख्न पायो भनेपछि यहाँ 5 तरिका राख्न पायो अब CRNA स्टार मध्ये कुनै न कुनै चाहिँ हामी यहाँ राख्छौँ नि त सपोज हामीले यहाँ सी राख्यौँ रे भनेपछि अब हामीसँग बाँकी रहेको वर्ड के हो RNA स्टार हो कि होइन भने 4वटा भनेपछि अब हामी यहाँ के गर्नु हामी यहाँ कति तरिका राख्नु मिल्छ 4 तरिकाले के भनेपछि हामी 4वटा वर्ड छ नि त कि त हामीले आर राख्छौँ कि त एन राख्छौँ कि त ए राख्छौँ कि त स्टार राख्छौँ स्टार भने ओ सँगै होला भनेपछि हामी यहाँ 4 तरिकाले त्यस्तै गरी अब हामीले यहाँ यदि आर राखिदियौँ भने अब हामी यहाँ राख्न पनि त 4 तरिका राख्न मिल्छ तर राख्न मिल्ने भने त ओड एउटा मात्रै हो नि त 4 तरिका राख्न मिल्छ तर राख्ने ओड त एउटा मात्रै हो नि त यहाँ 4 तरिका राख्न मिल्छ तर एउटा मात्रै ओड राख्ने एउटा ओड राखिन्छ नि त एउटा ओड राखेपछि हाम्रो एउटा ओड त घट्ने हो नि त यहाँ 5 तरिका राख्न मिल्थ्यो सी 5 तरिकामा हामी 5 तरिका राख्न मिल्छ नि त कि त सी राख्न मिल्छ कि त आर राख्न मिल्छ कि त एन राख्न मिल्छ कि त ए राख्न मिल्छ कि त स्टार राख्न मिल्छ नि त तर राख्ने त एउटा मात्रै हो नि त भनेपछि यहाँ 5 तरिका राख्न मिल्छ भनेपछि एउटा ओड त हामी यहाँ राखिसकेको हुन्छ नि त भनेपछि हामीसँग बाँकी के हो 4वटा हुन्छ त्यही भएर यहाँ 4 तरिका राख्न मिल्छ त्यसपछि अब यहाँ कुनै जान्छ कुनै अब हामीले अब यहाँ आर राख्यौँ भनेपछि अब हामीसँग एन ए स्टार जे राख्न पाएँ भनेपछि यहाँ 4 तरिकाले यहाँ 3 तरिका राख्न मिल्छ यहाँ 2 तरिकाले यहाँ 1 तरिकाले हो कि होइन भनेपछि अब हाम्रो नम्बर अफ वेज भनेको के हो नम्बर अफ वेज भनेको त हाम्रो के हो 5 × 4 × 3 × 2 × 1 अथवा 5 फ्याक्टोरियल गर्ने अनि यसको एन्सर क्यालकुलेटरमा हालेर निकाल्ने अनि वेज लेख्ने यो ओ भने त यो ओ अगाडि लेखे पनि पछाडि लेखे पनि केही थाहा हुन्छ त अब हामीसँग के छ भन्दाखेरि यो एउटा गाडी हो यो दुईवटा
एउटा ट्विन्स छ अरे कि ट्विन्स केटा एउटा ट्विन्स छ भनेपछि एउटा ट्विन्स यता बस्यो नि हामी थाहा हुन्छ त ट्विन्स होइन सेम मान्छे हो नि त सेम मान्छे यता बस्दा नि के दुईवटा ठाउँ छ यता ठाउँ छ यता बस्दा नि त फरै भयो दुईवटा सेमै मान्छे त हो नि अब कि त यता चाहिँ मेस्सी छ यता चाहिँ रोनाल्डो छ अरे अब मेस्सी चाहिँ यता बस्यो रोनाल्डो चाहिँ यता बस्यो भने त फरक पऱ्यो नि त मेस्सी यता बस्ने रोनाल्डो यता बस्ने कि त रोनाल्डो यता बस्ने कि त मेस्सी यता बस्ने भन्ने हुन्छ नि त कि त मेस्सी राख्यो भने त यता बस्ने मेस्सी नै हो यता राख्ने मेस्सी नै हो भनेपछि केही फरक पर्दैन नि त त्यस्तो भन्नु हुँदै मैले नो बाइस टु मेस्सी एन्ड रोनाल्डो है त बोथ आर ग्रेटेस्ट अफ अल टाइम। अब नेक्स्ट चाहिँ अब तपाईँहरूले बुझिआएन कस्तो गाह्रो लाग्यो जस्तो लाग्छ होला होइन यो अलिकति कम्प्लिकेट हुँदै जान्छ है तर हाम्रो क्वेसन सल्भ हान्दै बुझिन्छ कि अब त्यस्तै गरी फेलियरमा है त यहाँ के भने भवेल्स आर अलवेज टुगेदर भने के भने भवेल्स चाहिँ सधैँ टुगेदर हुन्छ भनेपछि फेलियरमा भवेल के हो हामीसँग भवेल्स के छ एउटा ए हो आई हो यु हो ई हो कि होइन भवेल्स के छ फेलियर्समा भवेल्स के छ हामीसँग AIUE हो नि त भवेल्स अनि कन्सोनेन्ट के छ कन्सोनेन्ट भने हाम्रो के एफ छ एल छ आर छ 1 2 3 4 5 6 7 भनेपछि अब हामीसँग राख्ने मिनिङ के 7वटा छ नि त AFAILURE 7वटा ठाउँ छ तर भवेल्सहरू सँगै बस्छ भवेल्स भने के हो AIUE 4वटा AIUE यो चाहिँ सँगै बस्छ हामी छुट्टिँदैनौँ भनेपछि यिनीहरू के हो एक हो यिनीहरूलाई हामीले एउटा मान्न पर्यो त्यसलाई हामी स्टारमा जनाउँछौँ अनि अरू हामीसँग के छ एफ छ एल छ आर छ स्टार भनेपछि हामीसँग कति ठाउँ छ अब राख्न मिल्ने भने एउटा यिनीहरूलाई कहिले छुटिँदैन भन्यो नि त भनेपछि यहाँ एउटा दुईवटा तिनवटा चारवटा है यहाँ चाहिँ के एउटा राख्न मिल्छ भनेर के भनेपछि हामी 4 ठाउँ छ सुरुमा त हामीसँग कति 7 1 2 3 4 5 6 7वटा ठाउँ थियो तर 7वटामा 4वटा त के भवेल्स हो भवेल्स चाहिँ जहिले सँगै बस्छ भने यिनीहरू त एक हो भनेपछि यिनीहरू सबैलाई एउटै मान्न पऱ्यो भनेपछि हामीसँग राख्न मिल्ने ठाउँ कति एउटा दुईवटा तिनवटा 4वटा मात्रै छ अब यहाँ 4वटा भएपछि यहाँ कति तरिकामा 4 तरिका लाग्न मिल्छ 4 तरिका लाग्न मिल्छ तर हामी यहाँ एउटा राख्छौँ भनेपछि हामी एउटा घर छ भनेपछि यहाँ 3 तरिका लाग्न मिल्छ यहाँ 2 तरिका लाग्न मिल्छ यहाँ 1 तरिका लाग्न मिल्छ भनेपछि नम्बर अफ वेज भने कति हो 4 3 2 1 भनेपछि 4 फ्याक्टोरियल अब हेर्नुहोस् यहाँ पो अहिले त ओ थियो नि त ओ भने त दुइटै सेम हो नि त तर यहाँ त AIUE सही फरक छ के हो सही फरक छ ए भने फरक हो आई भने फरक यु भने फरक ई भने फरक कि त हामीले यहाँ अब हामी यसमा नि अब हेर्छ हाम्रो यहाँ 1 2 3 4 4वटामा नि अब कुन चाहिँ अगाडि बस्ने कुन चाहिँ पछि बस्ने भने फरक पर्छ नि त हामीसँग 4वटा ठाउँ हो नि त हो कि होइन यो भित्र पनि अब यो भित्रमा त AIUE पर्छ नि त यसमा कुन चाहिँ अगाडि बस्ने कुन चाहिँ पछि बस्ने कुन चाहिँ 3 हुन्छ नि अब यहाँ सुरुमा कति 1 2 4वटा AIUE मा 4वटा यहाँ सुरुमा के 4 तरिकाले बस्न मिल्छ यहाँ 3 तरिकाले बस्न मिल्छ 2 तरिका 1 तरिकाले हो कि होइन अब AIUE मा कि यसको भित्र हेरेर कि यसको भित्रमा हेरेर कि त हामीसँग के छ AIUE हो नि त हो कि होइन भनेपछि यहाँ त के कि त ए राख्नु मिल्छ कि त आई राख्नु मिल्छ कि त यु राख्नु मिल्छ कि त ई राख्नु मिल्छ नि भनेपछि यहाँ 4 तरिकाले भयो यहाँ अब 4 तरिका छ एउटा हामी राख्छौँ नि त सपोज ए राख्यौँ भने हामीसँग यति 3 तरिका यहाँ 3 तरिका लाग्न मिल्छ अनि आई राख्यौँ रे अब फेरि हामीसँग कति छ 2वटा भनेपछि 2 तरिका लाग्न मिल्छ फेरि यहाँ यु हालिदियौँ रे होइन त्यो चाहिँ हामीसँग ई मात्रै पाइन्छ भनेपछि यहाँ 1 तरिका लाग्न मिल्छ 4 3 2 1 भनेपछि इन्टु हुनु पऱ्यो प्लस होइन है इन्टु हुन्छ इन्टु 4 फ्याक्टोरियल एउटा चाहिँ होलमा हेऱ्यौँ एउटा चाहिँ भित्र हेऱ्यौँ भित्र किन हेऱ्यौँ भन्दा भित्र त फरक उठ्छ फरक भने त कुन चाहिँ अगाडि कुन चाहिँ पछि कुन चाहिँ अगाडि कुन चाहिँ पछि हुन्छ नि त अब यहाँ पो ओ थियो त्यही भएर हामी केही पनि गरेन 5 फ्याक्टर मात्रै भयो के यो अगाडि बस्यो नि यो पछि बस्यो नि केही फरक त पर्दैन नि त तर यहाँ त सबै फरक छ भने चाहिँ कुन चाहिँ अगाडि बस्ने कुन चाहिँ फरक पर्छ यसमा फरक पर्छ नि त त्यही भएर हामीले एन्सर 4 फ्याक्टर इन्टु 4 फ्याक्टर गरेर क्यालकुलेटरमा हाल्ने वेज लेख्ने हो कि अब अर्को क्वेसन यस्तो गर्दै गएपछि बुझिन्छ क्या प्र्याक्टिस आफै गर्नु अनि बुझिन्छ है अझै बुझ्यो भने कमेन्ट गर्नुहोस् फेरि हाम्रो सब गर्नु ट्राई गर्छु अब हामीसँग के छ काठमाडौँ भन्ने वर्ड छ कन्सोनेन्ट नेभर सेपरेट कन्सोनेन्ट चाहिँ नेभर सेपरेट के भन्नु खोज्छ अलिकति घुमाइरहेको थियो है कन्सोनेन्ट नेभर सेपरेट भने के नेभर सेपरेट कहिले पनि छुट्दैन भने के अलवेज टुगेदर भयो त नि सेम कुरा हो नेभर कन्सोनेन्टहरू नेभर सेपरेट भनेपछि हामी पहिला कन्सोनेन्ट छुट्याउँ कन्सोनेन्टहरू हामी के छन् AIU बाहेक त होइन के हो एउटा ए हुँदैन THMND अनि भवेल्स भनेर के हुन्छ हाम्रो ए हो एउटा ए छ यु छ अरू त केही छैन नि त हो कि होइन भनेपछि 1 2 3 4 5 6 7 8 9
9वटा ठाउँ छ 1 2 3 4 5 6 7 8 9वटा 1 2 3 4 5 6 9वटा ठाउँ छन्। कन्सोनेन्ट नेभर सेपरेट भनेपछि कन्सोनेन्ट सबै सँगै बस्छ भनेपछि कन्सोनेन्ट के छ हामीसँग कयवटा 1 2 3 4 5 6 6वटा के छ डी छ एन छ एम छ एच छ टी छ के छ यति कन्सोनेन्ट यो हामीलाई 1 भयो। अनि हामीसँग अरू के छ भवेल्सहरू छ ए छ अब हामीसँग ए के हो ए डबल छ दियो सुरुको कुराहरू याद भइरहेको मैले अगाडि पढाएको कुराहरू याद भइरहेको ए यु छ हो कि होइन भनेपछि अब हेर है त नम्बर अफ वेज गर्नलाई के गर्ने हामीसँग कहिले 1 2 3 4वटा यो एउटा 4वटा ठाउँ छ भनेपछि के हो यहाँ 4 तरिकाले मिल्छ यहाँ 3 तरिकाले यहाँ 2 तरिकाले यहाँ 1 तरिकाले होइन भनेपछि हाम्रो 4 फ्याक्टोरियल भयो। अब इन्टु यहाँ त के सबै फरक छ के फरक छ टी फरक छ एच छ एम एन डी भनेपछि यहाँ 1 2 3 4 5 6 भने कतिवटा हो यहाँ 6 तरिकाले 5 4 भनेपछि यहाँ 6 फ्याक्टोरियल भयो। अब हेर्नुहोस् मैले के भनेको थिएँ जुन चाहिँ वर्ड रिपिट हुन्छ त्यसलाई अपनमा लेख्नुपर्छ। हाम्रो यहाँ के रिपिट भए ए रिपिट भए के रिपिट भए ए र ए रिपिट भए भनेपछि एकवटा एउटा दुईवटा भनेपछि ए रिपिट भए नि त भनेपछि अपन 2 फ्याक्टोरियल गर्नु पऱ्यो बुझ्यो बुझ्नु। यदि त्यसै गरी अब हाम्रो नि यहाँ केटिएचएमएन दुईवटा एन भए फेरि यहाँ इन्टु 2 फ्याक्टोरियल हुन्थ्यो तर हाम्रो यहाँ छैन नि त एउटा मात्रै भए ए मात्रै रिपिट भए भनेपछि हाम्रो यहाँ अपन 2 फ्याक्टोरियल लेख्नु पऱ्यो। अनि यहाँ क्यालेन्डरमा हाल्ने डट डट वेज मलाई लाग्छ हजुरहरूले बुझ्नुभएको छ। अब हामी अब अलिकति 2 मार्क्स 3 4 मार्क्समा सोध्नेवाला क्वेसन 1-2वटा गर्छौँ अनि त्यसपछि तपाईँहरूले आफै प्र्याक्टिस गर्नु। अनि कहीँ मेरोबाट मिस्टेक भयो भने केही भयो भने तपाईँहरूले मलाई भन्नुहोस् केही बुझ्नु भने फेरि भन्नुहोस् है त। अब हामी नेक्स्ट क्वेसनमा जान्छौँ है त। अब थोरै छ क्वेसन यति गर्दै गएपछि बुझ्नुहुन्छ हजुरहरूले। अब चाहिँ हामी एउटा इम्पोर्टेन्ट क्वेसनमा आइपुगेका छौँ होइन। यदि यो गर्न आयो भने हामीहरूलाई सबै आउँछ पर्मुटेसनबाट चाहिँ होइन। म इजी तरिकामा भन्छु त कि तपाईँहरूलाई ठ्याक्कै यस्तै क्वेसनहरू प्र्याक्टिस गर्नु यस्तै हुन्छ। ल सुरुमा होइन त इन हाउ मेनी वेज द लेटर मन्डे द लेटर मन्डे क्यान बी एरेन्ज। सुरुमा क्वेसन यहाँसम्म छ पहिला क्वेसन पारिदिनु पर्ने मन्डे भन्ने लेटर कति तरिकाले एरेन्ज गर्न मिल्छ मन्डे है MONDAY मन्डे भनेर ल्याउँ होइन कति तरिकाले एरेन्ज गर्न मिल्छ। सुरुमा नम्बर अफ वेज निकाल्नु यहाँ कहिले 1 2 3 4 अब हेर्नुहोस् होइन कि त एन फ्याक्टोरियल गर्ने भने 1 2 3 4 5 6 फ्याक्टोरियल गरेर एन्सर आयो कि त MONDAY गर्ने। अब यहाँ 6 तरिकाले मिल्छ 5 तरिकाले 4 तरिकाले 3 तरिकाले 2 तरिकाले 1 तरिकाले यहाँ कुनै रिपिट भयो ओपन गर्नु पर्थ्यो रिपिट कुनै पनि छैन त्यही भएर सिधै वेज भनेर आउँछ क्यालेन्डरमा हाल्नुहोस् है त। अब अर्को हाउ मेनी अफ देम डु नट बिगिन विथ एम। अब हेर्नुहोस् यहाँ हाउ मेनी अफ देम डु नट बिगिन विथ एमबाट सुरु हुँदैन के MONDAY एम त यहाँ पर्छ नि त होइन डु नट बिगिन विथ एमबाट चाहिँ सुरु हुँदैन भनेपछि एम चाहिँ यहाँ सुरुमा पर्दैन भनेपछि हो कि होइन। हामीसँग के हो MONDAY मन्डे हो नि त एम चाहिँ सुरुमा पर्न भएन भनेपछि सुरुमा पर्न मिल्ने के हो यति हो कि होइन 1 2 3 4 5 हामीसँग कता 1 2 3 4 5 6वटा वर्ड छ तर सुरुमा एम पर्न भएन भनेपछि एम त यहाँ भनौँ भने एम बाहेक अरू के पर्न मिल्छ ONDAY भनेपछि 1 2 3 5 यहाँ 5 तरिकाले राख्न मिल्यो हो कि होइन 5 तरिकाले त राख्न मिल्यो। अनि हामीले यहाँ सपोज यहाँ हामीले ओ राखिदिउँ हो कि होइन भनेपछि हाम्रो यहाँ ओ त हट्यो। अब सेकेन्डमा त एम राख्न मिल्छ मिल्दैन सेकेन्डमा एम राख्न मिल्छ नि त सुरुमा पनि राख्न मिल्दैन भनेको थियो एम त हाम्रो बाँकी छ नि त। अब हाम्रो यहाँ के थियो 1 2 3 4 5 तरिका एम बाहेक 5 तरिका राख्न मिल्यो नि त 5 तरिका राख्न मिल्यो तर राख्नुपर्ने ओर त एउटा हो नि त हामीले यहाँ ओर चाहिँ राख्यौँ कि राख्न मिल्ने चाहिँ 5 तरिकाले हो अनि ओ राख्यौँ भनेपछि ओ त हामीलाई हट्यो नि त। अब सेकेन्डमा एम राख्न मिल्छ क्वेसनमा के भने सेकेन्ड राख्न मिल्दैन भनेको त छैन नि त फर्स्टमा पनि राख्न मिल्दैन भनेको थियो भने सेकेन्ड राख्न मिल्छ नि त भनेपछि कटा बाँकी 1 2 3 4 5 यहाँ नि 5 तरिका राख्न मिल्यो। सपोज अब हामीले यहाँ एम राखिदिउँ नि एम नै हट्यो भनेपछि अब 1 2 3 4 तरिकाले राख्नु पऱ्यो 4मा हामीले एन राखिदिउँ रे भनेपछि अब 1 2 3 तरिका फेरि डी राख्यौँ रे अब 2 1 लास्टमा चाहिँ
4 3 2 1 1मै एन हुन्छ कि त्यस्तो भयो भने चाहिँ मिल्यो भने सम्झिँदा हुन्छ भनेपछि नम्बर अफ वेज भन्ने के हो नम्बर अफ वेज भने अब फ्याक्टोरियल गरेर काम छैन कि सुरुमा चाहिँ के सब मल्टिप्लाई गर्ने 5 गर्ने इन्टु 5 छ अर्को 4 3 2 1 यसलाई 5 गरे हुन्छ यहाँ 5 4 3 2 1 भन्दा 5 बाट सुरु भयो नि त भनेपछि यसलाई 5 फ्याक्टोरियल गर्ने मिल्यो 5 फ्याक्टोरियल इन्टु 5 गर्ने अनि डट डट वेज हुन्छ हो कि होइन बुझ्नुभयो जस्तो लाग्छ मलाई चाहिँ होइन अब अर्को हाउ मेनी बिगिन विथ एम एन्ड डु नट एन्ड विथ वाइ कतिवटा चाहिँ होइन होइन MONDAY हाउ मेनी बिगिन विथ एम सुरुमा चाहिँ एमबाटै सुरु हुन पऱ्यो अरे एम बाहेक अरू राख्न मिलेन अरे एन्ड डु नट एन्ड विथ वाइ यहाँ चाहिँ वाइ चाहिँ हुनु भएन कहिले वर्ड छ MONDAY छ सुरुमा एम हुनै पऱ्यो भनेपछि यसमा एम बाहेक अरू के राख्न मिल्यो त मिलेन नि त भनेपछि कति तरिका राख्न मिल्यो एउटा मात्र तरिका के भने हाउ मेनी बिगिन विथ एम मात्रै के एमबाट मात्रै सुरु हुन्छ अरे एम बाहेक अरू हुँदैन भनेपछि यहाँ एम मात्रै राख्न मिल्यो भनेपछि एउटा तरिका भनेपछि एम त गइसक्यो हामीलाई अब यहाँ त कहिले राख्न मिल्यो अब हेरौँ एम बाहेक हामीसँग कहिले बाँकी छ ONDAY 1 2 3 4 5 हो कि होइन यहाँ 5 लेख्दा पनि भयो कि तर यस्तो गर्नु सहिलो हुन्छ यहाँ त के भने यहाँ वाइ राख्न मिल्दैन भनेपछि वाइ बाहेक अरू राख्नु पऱ्यो भनेपछि वाइ बाहेक अरू के हुन्छ वाइ बाहेक अरू भनेपछि हामी के हो एम त यहाँ सुरुमा राख्नै पर्छ भनेपछि एम गइहाल्यो अब यहाँ चाहिँ के वाइ बाहेक अरू डु नट एन्ड विथ वाइ भने नि त भनेपछि वाइ राख्नु मिल्यो नि त भनेपछि वाइ बाहेक अरू भने के भयो त ONDA भनेपछि यहाँ 4 तरिका राख्न मिल्यो हो कि होइन 4मा यदि हामीले यहाँ ओ राखिदिउँ भने ओ त गयो नि त तर अब यहाँ त हामीले फेरि वाइ राख्नु मिल्छ मिल्दैन मिल्छ नि त भनेपछि हामी चाहिँ 1 2 3 4 फेरि 4 तरिका छ यहाँ राख्नु मिल्ने 4 तरिका छ 4मा हामीले यहाँ एन राखिदिउँ रे भनेपछि हामीसँग के बाँकी रह्यो अब हामी 3टा बाँकी रह्यो 3 2 1 चाहिँ लास्टमा 3 2 1 त्यसरी आउँछ कि भनेपछि नम्बर अफ वेज भनेर बुझ्नुभयो नि नम्बर अफ वेज भनेपछि 1 इन्टु 1 इन्टु 2 इन्टु 3 इन्टु 4 यहाँ 1 इन्टु 4 3 2 1 भनेपछि 4 फ्याक्टोरियल गर्दा नि भयो डट डट वेज भन्ने बुझ्यो नि एमबाट डु नट के एम हाउ मेनी बिगिन विथ एम भनेपछि एमबाट सुरु गर्न पाएँ एमबाट मात्रै सुरु हुन्छ भनेपछि अरू राख्नु पाएन भनेपछि यहाँ 1 मात्रै यहाँ चाहिँ डु नट एन्ड विथ वाइ चाहिँ राख्न मिलेन भनेपछि एम त गइसक्यो हो कि होइन वाइ राख्न मिल्दैन भनेपछि हामीसँग बाँकी रहेको 4 हो अब यहाँ त फेरि वाइ त राख्न मिल्छ नि त भनेपछि फेरि 4 भयो अनि फेरि 3 2 1 बुझ्नुभयो होइन MONDAY यहाँ एमबाट मात्रै सुरु हुन्छ भनेपछि त फेरि एम त अरूमा राख्न मिल्छ मिल्दैन त एम त सुरुमै बस्छ अरे भनेपछि एम त गयो नि त अनि यहाँ चाहिँ के भने वाइ राख्न मिल्दैन वाइ बाहेक अरू भनेपछि त वाइलाई नहेर्ने अरू 1 2 3 4 तरिकाले 4 तरिका भएपछि एउटा के राख्न पऱ्यो ओ राखिदिउँ रे तर वाइ त बाँकी छ नि त भनेपछि फेरि 1 2 3 4 भयो 4मा फेरि एन राखिदिउँ रे 3 तरिका फेरि डी राख्यौँ रे 1 तरिका वही तरिका बुझ्नुभयो सजिलो हो एउटा क्वेसन गर्छौँ यो आएपछि त भइहाल्यो अब अर्को क्वेसन यो नि इम्पोर्टेन्टवाला है त इन सबै कुरा यहाँ चाहिँ कभर हुन्छ कि है त इन हाउ मेनी वेज द लेटर इन्टरभल क्यान बी एरेन्ज सो द्याट हामीसँग के छ सुरुमा सल्युसन हेर्ने हामीसँग के हो वर्ड इन्टरभल INTERVAL इन्टरभल भन्ने वर्ड छ यसमा के गर्ने भने सुरुमा के सोधेको अल भवेल्स आर टुगेदर भवेल र कन्सोनेन्टको कुरा गरे भनेपछि यसलाई नलिउँ सुरुमा भवेल कन्सोनेन्ट छुटाउँ भवेल्स के छ एउटा आई छ एउटा ई छ एउटा ए छ हो कि होइन कन्सोनेन्ट के छ कन्सोनेन्ट स्पेलिङमा नजानु है CONSONANT कन्सोनेन्ट के छ एन छ टी छ आर छ बी छ एल 1 2 3 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 8 भयो भएन सुरुमा के भने हेर्नु ल 8वटा ठाउँ छ 1 2 3 4 5 6 7 8 के भने अल भवेल्स आर टुगेदर यो गर्न आउँछ तपाईँले भवेल्स गरेर 3टा IEA यो एउटै भयो स्टार मान्ने हो कि होइन भनेपछि हामीसँग के राख्ने ठाउँ छ NTRVL स्टार भनेपछि यहाँ कति तरिका राख्नु मिल्यो 1 2 3 4 5 6 यहाँ 6 तरिकाले यहाँ 5 4 3 2 1 सधैँ 1मा एन हुन्छ भने चाहिँ भयो
भनेपछि अब हाम्रो कुनै रिपिटेसन हो कि होइन भनेपछि नम्बर अफ वेज भने के भयो नम्बर अफ वेज भने एउटा त 6 फ्याक्टोरियल भयो। अब यहाँ हेर्ने यहाँ के छ सबै के छ फरक छ भनेपछि यसमा नि आइइए भनेपछि यहाँ सुरुमा 3 तरिकाले 2 तरिकाले 1 तरिकाले भनेपछि 3 फ्याक्टोरियल। कुनै पनि रिपिटेसन छ इन्टरभलमा कुनै पनि रिपिटेबल छैन भनेपछि यति नै हो डट डट वेज। सेकेन्डमा के भने द रिलेटिभ पोजिसन अफ भावेल एन्ड कन्सोनेन्ट नट चेन्ज भावेल र कन्सोनेन्टको पोजिसन चेन्ज हुँदैन भने। अब हेर्नुहोस् के छ INTERVAL छ हो कि होइन यो के हो भावेल यो के हो कन्सोनेन्ट यो भावेल है कन्सोनेन्ट यो नि कन्सोनेन्ट यो भावेल। अलिकति यहाँ राम्रोसँग गरेर बुझ्नु भयो मैले त भनेको त अल द रिलेटिभ पोजिसन अफ भावेल एन्ड कन्सोनेन्ट डु नट चेन्ज। हेर्नु INTERVAL छ यो के भयो भावेल्स भयो यो कन्सोनेन्ट यो भावेल यो कन्सोनेन्ट यो भावेल यो कन्सोनेन्ट र भावेलको के हो पोजिसन चेन्ज हुँदैन अरे भनेपछि के हो नम्बर अफ वेज यो जहाँ त्यहीँ बस्छ त्यो बाहेक अरू बस्दैन हो कि होइन। भावेल र कन्सोनेन्ट के अब भावेलको ठाउँमा कन्सोनेन्ट आउन मिल्दैन कन्सोनेन्ट ठाउँमा भावेल आउन मिल्दैन भन्नु खोजेँ। अब भावेल कति तरिका भावेलको 3टा भनेपछि भावेल कति तरिकाले आउन मिल्यो 3 तरिकाले एउटा यहाँ 3 यता 2 यता 1 गरेर यहाँ 3 फ्याक्टोरियल भयो अनि अरू 1 2 3 4 5 5वटा छ नि त हाम्रो कन्सोनेन्ट। अब एउटा 5 तरिकाले 4 तरिकाले 3 तरिका गरे इन्टु 5 फ्याक्टोरियल गर्ने डट डट वेज बुझ्नुभयो नि। भावेल र कन्सोनेन्ट के भावेलको ठाउँमा कन्सोनेन्ट आउनु मिल्दैन कन्सोनेन्ट ठाउँमा भावेल आउनु तर भावेल ठाउँमा ठाउँ चिनाउनु मिल्छ नि त। यहाँ भावेल छ यहाँ भावेल छ यहाँ भावेल 3टा भावेल छ भनेपछि कति तरिकाले आउनु मिल्यो 3 तरिकाले आउनु मिल्यो 2 तरिकाले आउनु मिल्यो 1 तरिकाले आउनु मिल्यो। अब कन्सोनेन्टमा कति 5वटा कन्सोनेन्ट एउटा 5 तरिकाले मिल्यो फेरि 4 तरिकाले 3 तरिकाले 2 तरिकाले 1 तरिकाले 3 × 5 गर्ने यो गर्ने। अनि के भने भावेल्स अक्युपाई अड पोजिसन ल बुझ्नुहोस् के INTERVAL के भने भन्दाखेरि आईमा चाहिँ भावेल अक्युपाई अड पोजिसन। अब अड चाहिँ कुन हो त यो त इभन हो नि त यो अड हो कि होइन हामीसँग भावेलको अडा 3टा तर हामीसँग अड पोजिसन कटा 4वटा हो कि होइन यो अड भयो भनेपछि हामीसँग भावेलको अडा 3टा भनेपछि यहाँ 3 तरिकाले आउनु मिल्यो यहाँ 2 तरिकाले यहाँ 1 तरिकाले। अनि यहाँ त भावेल चाहिँ अडमा मात्रै राख्नु मिल्छ भने कि कन्सोनेन्ट चाहिँ जान पायो कि यदि अडमा नि ठाउँ छ भने अडमै बस्यो कि अब यहाँ खाली छ नि त। अब कन्सोनेन्ट त कहिले खायो त 1 2 3 4 5 भनेपछि यहाँ 5 तरिकाले यहाँ 4 तरिकाले यहाँ 3 तरिकाले 2 तरिकाले 1 तरिकाले यो ठाउँ त के हो अडमा त भावेल बस्छ भने थियो भावेल त 3टा यो ठाउँ त खाली हो नि त। तर कन्सोनेन्ट के हाम्रो अडमा बस्न मिल्दैन भने त छैन नि त के भने भावेल सबै अन्ली अड पोजिसन भावेल चाहिँ अडमा मात्रै बस्छ कन्सोनेन्ट त जानी बस्न पायो भने त्यही भएर राम्रोसँग बुझ्ने 3 to 1 मा एन हुन्छ कि। अब हाम्रो यसको नम्बर अफ वेज निकाल्नु सबैले मल्टिप्लाई गर्ने नम्बर अफ वेज गर्ने 3 × 5 × 2 × 4 × 1 × 3 × 2 × 1 गर्ने डट डट वेज। अब हेर्नुहोस् के भने अल भावेल्स आर नेभर टुगेदर होइन हामीले अहिलेसम्म पढाएको के हो सधैँ के भने अल भावेल्स आर टुगेदर भनेर पढायो नि त। अझै नेभर टुगेदर भने दिमाग लाउनुको जहिले पनि टुगेदरबाट त सजिलो भइहाल्यो। नेभर टुगेदर के गर्ने भन्दाखेरि सिम्पल कुरा के नेभर टुगेदर भनेको के हो हामीसँग टोटलमा होइन हामी 5जना मान्छे अरे 5जनामा हामीसँग कति 5जना मान्छे अरे 5जनामा 2जना चाहिँ जहिले सँगै बस्छ 5जना 2जना सँगै बस्छ भनेपछि 3जना त कहिले सँगै बस्दैन भने हामी थाहा पाइ भएन। टोटलमा सँगै बस्ने घटाएपछि कोही पनि नसँगै नबस्ने मान्छे आउँछ होइन बुझ्यो भएन। 5जना अरे 5जनामा 2जना चाहिँ सँगै बस्छ अरे यो 2टा चाहिँ सँगै बस्छ अरे यिनीहरू चाहिँ सँगै बस्छ भनेपछि 5मा 2टा सँगै बस्छ भनेपछि 5जना टोटल आउँछ 5जना 2जना चाहिँ सँगै बस्छ भनेपछि 3जना त कहिले सँगै बस्दैन 3जना त अलग अलग बस्छ भनेको कि होइन हो त्यसरी निकाल्ने के। अब के भने अल भावेल्स आर नेभर टुगेदर भनेपछि टोटल कति हो टोटल के हो नम्बर अफ वेज भनेको के हो टोटल नम्बर अफ वेज टु एरेन्ज भने कति हो के हो इन्टरभल INTERVAL के हो INTERVAL कुनै पनि के हो
कुनै पनि रिपिटेसन छैन नि त, छैन। IN छ, T छ, E छ, कुनै छैन। 1 2 3 4 5 6 7 8 n फ्याक्टोरियल गर्ने, यसमा 8 फ्याक्टोरियल गरेर एन्सर आयो हो कि होइन। अनि टोटल नम्बर अफ वेज टु एरेन्ज इफ यहाँ के हो, अल भवेल्सको कुरा भयो नि त, त्यही भएर अल भवेल्स आर टुगेदर। अल भवेल्स आर टुगेदर हामी के गर्ने हो, यहाँ निकालिसक्यो। अल भवेल्स आर टुगेदर हामी निकालिसक्यो, 1 मा निकाले। अल भवेल्स आर टुगेदर के हो, 6 × 3 फ्याक्टोरियल, 6 फ्याक्टोरियल × 3 फ्याक्टोरियल हो कि होइन। अब नम्बर अफ वेज टु एरेन्ज अल भवेल्स आर नेबर टुगेदर। अल भवेल्स आर नेबर टुगेदर, नेबर टुगेदर भने के हो, टोटल वेज टु एरेन्ज भन्छ, टोटल वेज टु एरेन्ज माइनस टोटल वेज वेन अल भवेल्स आर टुगेदर हो कि। टोटलमा सँगसँगै बस्ने घटाएपछि सँगसँगै नबस्ने आउने हो कि होइन। नेबर टुगेदर पनि यस्तो गर्ने। नेबर टुगेदर के गर्ने, टोटल निकाल्ने, टोटलमा सँगै बस्ने निकाल्ने। के भवेल्सको कुरा भयो नि त, सुरुमा भवेल्स निकालिसक्यो, टोटल निकाल्ने, टोटलमा सँगै बस्ने निकाल्ने, त्यस दुइटा घटाएपछि सँगै नबस्ने आउँछ। 8 फ्याक्टोरियल माइनस 6 फ्याक्टोरियल × 3 फ्याक्टोरियल, यो क्यालकुलेटरमा हालेर ट्याक्क आउँछ वेज। हेर्नुहोस्, मैले चाँडो पढाएको छु, इम्पोर्टेन्ट क्वेसनहरू पढाइदिएको छु होइन। तपाईँहरूले यति राम्रोसँग बुझ्नु भयो भने तपाईँहरूलाई पब्लिकेसन एन्ड कम्युनिकेसन कुनै पनि गाह्रो हुँदैन। अब यो चाहिँ लास्ट स्टेज नै सजिलो पारिदिएको छु तपाईँहरूलाई होइन, मैले अति नै सजिलो के। यदि क्वेसन आयो भने तपाईँहरूले 100% मिलाउनुहुन्छ, त्यो चाहिँ म ग्यारेन्टीको साथ भन्छु होइन। मैले पढाएको क्वेसनहरू अझै राम्रोसँग प्र्याक्टिस गर्नुहोस् होइन। अब मैले कति के मिस्टेक गरेको छ भने मलाई कमेन्टमा भन्नुहोस्, र तपाईँहरूलाई अझै कतै डाउट छ भने मलाई कमेन्टमा भन्नुहोस्, म फेरि अझै राम्रोसँग बुझाउन ट्राई गर्छु होइन। अनि तपाईँहरूले अहिलेबाट मिहिनेत गर्नुहोस् कि अहिले अब ट्रमा राम्रो गर्नुभयो भने अर्को ट्रमा राम्रो भयो भने बोर्डमा यतिकै राम्रो हुन्छ। बोर्डमा मिहिनेत गर्नै पर्ने कि लास्ट मोमेन्ट आए सही पढ्छु भनेर राख्ने होइन कि। अहिले चिल्चिला पढ्ने, बोर्डमा चाहिँ इजिली आउँछ, सहिलो हो नि त हो कि होइन। मान्छेलाई गाह्रो लाग्छ यो पब्लिकेसन एन्ड कम्युनिकेसन, तर यो लास्टै सहिलो हो कि। मैले हेर्नु एउटा भिडियोमा तपाईँ पब्लिकेसन पुरै क्लियर हान्ने, क्वेसन आउनु भने यस्तै हो, योभन्दा धेरै गाह्रो केही पनि आउँदैन होइन। हेर्नुहोस्, अनि कुनै पनि तपाईँहरूको क्वेसन अझै डाउट छ, पब्लिकेसन चाहिँ सकिएको छ र अझै पनि हजुरहरू केही डाउट छ भने चाहिँ अब यसमा म फेरि पार्ट 2 बनाउनु रेडी छु होइन। अनि म आफ्नै हिसाबले भिडियोहरू हाल्दै जान्छु। अब अझै तपाईँहरूलाई चाहिँ यो सबै चाहिँ गाह्रो लागिरहेको, अब हाम्रो फर्स्टमा आउन लागिसक्यो कि त युटी आइरहेको होइन। मलाई यो चाहिँ अलिक बुझाइदिनु, यो चाहिँ अलिक बुझाइदिनु होइन। हरेक च्याप्टर के हरेक सब्जेक्टबाट जुन पनि च्याप्टर अलिक बुझ्नु भएन जस्तो लाग्छ होइन। तपाईँले त्यो चाहिँ निड भइसक्यो भने चाहिँ मलाई अगाडि मेसेज गर्नु, त्यहाँ कमेन्ट गर्नु, म त्यही हेरेर बनाइदिइहाल्छु। नत्र म आफ्नै हिसाबले हालिदिन्छु, तपाईँहरू मेरो हिसाबले ट्याक पढ्नुहोस्। बोर्डसम्म होइन, फाइनलसम्म त इजिली आउँछ A+ त। त्यही मलाई चाहिँ के तपाईँहरू के बनाउन चाहन्छु भन्दाखेरि बोर्डमा गएर घोटिने सर 1 महिनामा पढिदिन्छु सबै भने त्यस्तो चाहिँ हुँदैन कि। अहिले चिना पढिदिउँ, त्यो भएर चिना बसेर इक्जाम दिने कि। बोर्डमा सबभन्दा इजी क्वेसन आउँछ, त्यही भएर चिना पढ्ने होइन, राम्रो हुन्छ। यति भन्दै म आज भिडियो चाहिँ एन्ड गर्छु। र हजुरहरूलाई मन परेको छ भने चाहिँ लाइक गर्नुहोस्, अनि आफ्नो साथीहरूलाई सेयर गरिदिनुहोस्, अनि सब्सक्राइब गरिदिनुहोस्। मलाई नि मोटिभेट जस्तो फिल हुन्छ होइन, मलाई नि हेल्प हुन्छ। अब मलाई नि यसो हेल्प गरिदिनुहोस् होइन। तपाईँ यति गरेर मलाई हेल्प भइहाल्छ, त्यही तपाईँहरूलाई म सजिलो बनाउनु ट्राई गरेर आउँछु। र यति भन्दै म थ्याङ्क यू एन्ड हेभ अ ग्रेट डे भन्छु है त ल, बाई।